नमस्ते साथीहरू, तपाईहरु सबैलाई हार्दिक स्वागत छ र म आज पनि तपाईहरुलाई विपद व्यवस्थापनसँग सम्बन्धित रहेर एउटा महत्त्वपूर्ण विषयवस्तुको बारेमा जानकारी दिन गइरहेको छु र तपाईहरुले यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। र भन्ने गरिन्छ जबसम्म हामीसँग मनसुन सक्रिय भइसकेपछि बर्खायामको समयमा बाढी पहिरो र डुबानका जोखिमहरू परिराखेका हुन्छन् र उक्त जोखिमबाट हामीले कसरी आफ्नो जीवज्यान र सम्पत्तिको संरक्षण गर्न सकिन्छ भन्ने कुराहरू केही मात्रामा हाम्रो कमी कमजोरीले गर्दा त्यस्ता घटनाहरू घटिराखेका हुन्छन् र उक्त घटनाहरू अथवा उक्त क्षतिहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ त र उक्त न्यूनीकरणलाई हाम्रो पूर्व तयारीले कसरी कम गर्न सकिन्छ भन्ने विषयवस्तुमा केन्द्रित रहेर आजको यस भिडियोमा म तपाईहरुलाई जानकारी दिन गइरहेको छु। जब हामीसँग बर्खा समय लागू हुन्छ र बर्खा समयको सुरुवात भएसँगै हामीले अति आवश्यक कामहरू पनि गर्नु परेको हुन्छ र त्यस्तो अवस्थामा पहिरोको जोखिम पनि उच्च हुन्छ पहाडी जिल्ला तथा हिमाली जिल्लाहरूमा र त्यसबाट हामी कसरी बच्न सकिन्छ भन्ने विषयवस्तुको बारेमा आज यस भिडियोमा म तपाईहरुलाई सम्पूर्ण जानकारी दिन गइरहेको छु र अब ढिला नगरिकन म तपाईहरुलाई यस भिडियोमा आजको विषयवस्तुतिर प्रवेश गर्न चाहे। पूर्व तयारीले पहिरोको जोखिम कम हुन्छ भनेको छ र जब हामीले पूर्व तयारी गर्छौं र पूर्व तयारी गरिसकेपछि हामीले पहिरोलाई कसरी जोखिम कम गर्न सकिन्छ भनेर म तपाईहरुलाई पॉइन्टगत रूपमा यसमा जानकारी दिन गइरहेको छु। माटो बगिरहने भिरालो जमिनमा घर नबनाऊ। जब हामीले पहाडी तथा हिमाली जिल्लाहरूमा बसोबास गरिराखेका छौं भने हामीले जब भिरालो जमिनमा जब माटोहरू बगिराख्छ र अलिकति जोखिमयुक्त लाग्छ भने हामीले त्यस्तो जमिनहरूमा घरहरू सक्दो प्रयासमा बनाउनु हुँदैन। घर बनाउन अघि विज्ञबाट घडेरीको माटो जाँच गरौँ। जब हामीहरू घर बनाउँछौं र घर बनाउनुभन्दा पूर्व त्यो माटो कति मजबुत छ र त्यसबाट पहिरो आउन सक्छ वा सक्दैन र जमिनको बनावट कस्तो छ भन्ने कुराहरू हामीले माटो चेक गर्नुपर्ने हुन्छ र त्यस्तो माटो हामीले विज्ञहरूबाट चाहिँ माटोको जाँच गराउनु पर्छ। पहिले पहिरो गएको ठाउँमा फेरि पनि पहिरो जान सक्छ। घर बनाउनु अघि उक्त स्थानमा पहिले पहिरो गएको छ छैन भनेर बुझौं। हामी पहाडी जिल्लामा कतिपय ठाउँमा इतिहास दोहोरिन्छ भने जस्तै जब बाढी पहिरो गएको ठाउँमा केही भागमा समतल भइसकेको हुन्छ र त्यस्तो ठाउँमा विगतमा पहिरो गएको छ छैन भनेर यकिन गरिसकेपछि मात्र हामीले घरहरू बनाउनु पर्ने हुन्छ। त्यसैगरी भिरालो ठाउँमा घर बनाइसकेको छ भने खाली ठाउँमा बलियो जरा भएका रुखहरू बिरुवाहरू रोपौं। घरको वरिपरि रिटेनिङ वाल लगाऊ र पानीको निकासमा सतर्क। यसमा के भन्न खोजेको छ भने जब हामीले भिरालो जमिनहरूमा घर बनाइसकेका छौं, यदि घरहरू बनिसकेको छन् भने खाली ठाउँमा बलियो जरा भएका रुखहरू रोप्नुपर्छ, बिरुवाहरू रोपौं। घरको वरपर रिटेनिङ वाल लगाऊ र पानीको निकासमा सर्लक्क तर्काऊ। जब हामीले घर वरिपरि ठाउँमा पानीहरू जम्मा भइरहेको छन् त्यस्तो पानीलाई चाहिँ सर्लक्क बग्ने तरिकाले पानीहरूलाई तर्काउनु पर्ने हुन्छ। खहरे वा ठाडो खोल्सा नजिकै घर गोठ नबनाऊ। जब हामीसँग पहाडतिर त खहरे खोलाहरू हुन्छन् भने त्यस्तो खोलाहरूको छेउछाउमा घरहरू अथवा गोठहरू हामीले बनाउनु हुँदैन। बर्खाको बेला घरमाथिका सडक बाटोका ढल खोला खोल्सी थुनिएको छ भने हेरौं, थुनिएका निकासा खोलौं र बस्तीतर्फ भल पस्नबाट रोकौं। जब हामीले पहाडतिर अहिले पछिल्लो समयमा विकासको लहर चलिराखेको छ र हामी प्रत्येक नागरिकलाई आफ्नो घर नजिकै सडक चाहिएको छ र यस्तो अव्यवस्थित सडकले पनि ठूलो मात्रामा पहिरोको जोखिम निम्ताउन सक्छ र त्यस्तो अवस्थामा हामीले सडकबाट ढलको निकासा भएको छ छैन, पानीको निकासा छ छैन भन्ने कुराहरू यकिन गर्नुपर्छ र यदि त्यस्तो जोखिम लाग्छ भने हामीले उक्त ठाउँमा सुरक्षित तरिकाले पानीको निकासी दिनुपर्छ। लगातार पानी परिरहेको छ भने राति चनाखो बनाऊ र पहिरो आउन सक्ने शंका लागेमा सुरक्षित स्थानमा सरिहालौं। यदि लगातार पानी परिराखेको छ भने रातिको समयमा हामी चनाखो बन्नुपर्ने हुन्छ, किनभने पानी धेरै पर्यो भने पहाडका भिरालो जमिनहरू ओह्रालोतर्फ बग्ने गर्छन् र त्यस्तो अवस्थामा ठूलो मात्रामा क्षति पुर्याउन सक्छ र यदि त्यो ठाउँमा पहिरो गइराख्ने उच्च जोखिम लाग्छ, जोखिमयुक्त हामीलाई लागेको छ र पहिरो कुनै ठाउँमा खसेको शंका लाग्यो भने हामीले तत्कालै सुरक्षित स्थानमा सरिहाल्नुपर्छ।
आफ्नो घर वरपर पहिरो जान सक्ने ठाउँको पहिचान गरी सङ्केत गरेर राखौँ। जब हामीले हाम्रो घर आँगनमा अथवा हाम्रो छरछिमेकमा पहिरो जान सक्ने ठाउँहरू कता छन् त उक्त ठाउँहरूको पहिचान गर्नुपर्ने हुन्छ र उक्त ठाउँको अवस्था कस्तो छ भनेर हामीले निरन्तर रूपमा अपडेट चाहिँ भइराख्नुपर्ने हुन्छ। स्वयंसेवी युवाहरूको समूह बनाएर सङ्कटको बेला कसरी जोगिने भनेर पूर्व अभ्यास गर्ने गरौँ। जब हामीले हाम्रो गाउँमा युवाहरू अथवा बालबालिकाहरू पनि लगभग 15 वर्षभन्दा माथि पुगेका युवाहरूलाई हामीले कसरी अभ्यास गर्ने र बाढी परिबाट कसरी जोगिन सकिन्छ भन्ने कुराहरू उहाँहरूलाई एउटा समूह बनाएर हामीले उक्त अभ्यासहरू गर्न सक्छौँ र विपदको बारेमा हामी चासो राखौँ र चनाखो बन्नुपर्ने हुन्छ। र विपदसँग सम्बन्धित यस महत्त्वपूर्ण भिडियोमा मैले तपाईँहरूलाई जानेका विषयवस्तुहरू यस भिडियोमा प्रस्तुत गरिसकेको छु र अझै पनि तपाईँहरूलाई केही विषयवस्तु थपगढ गर्न छ र केही नयाँ विषयवस्तुहरू छ भने यस भिडियोको कमेन्ट सेक्सनमा राखिदिनु होला र यस्तै कुराहरूको बारेमा जानकारी लिनको लागि यस च्यानललाई सब्स्क्राइब गरी माया गरिदिनु होला भन्दै म आजको यस महत्त्वपूर्ण भिडियोबाट बिदा हुन चाहन्छु।